हेलो नमस्ते जोरले गुड मर्निङ। आज चाहिँ हामी यहाँ दुबईको एयरपोर्टमा स्टक भएर बसेको छौँ है। अनि हिजोदेखिबाट अनि एकदम बिजोग भयो हाम्रो चाहिँ। त्यस्तो बिजोकै त भन्न मिल्दैन तर भयो नि, अनएक्सपेक्टेड भयो नि त। अनि त्यही भएर अनि अहिले चाहिँ यहाँ दुबईको कति भयो कान्छी? दुबईमा कति बज्यो अहिले? आई थिङ्क दुबईमा अहिले 5 o'clock हुन लाग्यो होइन। अनि हामी चाहिँ हिजो यहाँको 2:30 मा फ्लाइट थियो नि त जापानको लागि। अनि प्लेनमा चढिसकेको पनि अनि मेरो जेठीलाई चाहिँ अलिकति ट्राभल सिकनेस हुन्छ नि त। अनि ठ्याक्क प्लेन उस गर्ने बेलामा उड्ने बेलामा बोमिट होला भनेर के अरे प्लास्टिक अगाडि रहेछ नि, नपाएर एयर होस्टेससँग प्लास्टिक मागिहाल्यो है। अनि भरे त एयर होस्टेस त के भन्छ अरे डराएछ र अनि मेडिकल रिपोर्ट गरिदिइसक्यो। अनि पछि त्यो अनि पछि त उनीहरूको टिम आएर चेक गर्यो नि त मेरो छोरीलाई। अनि त्योभन्दा अगाडि फेरि उता युकेबाट आउँदाखेरि बोमिट गरेको थियो नि त। अनि फेरि दिलभेनाले सबै भनिदियो नि त। अनि भरे त झन् तिनीहरू डराएर अनि लङ फ्लाइट हुन्छ अनि त्यही भएर सेफ्टीको लागि अनि यु आर नट अलाउड टु फ्लाइ भनेर त हामीलाई त निकालिदियो है। अब के गर्नु। अनि त्यही भएर हामी चाहिँ 24 आवर यहाँ दुबईको एयरपोर्टमा बस्नु पर्यो। अनि चाहिँ हामीले चाहिँ अनि अब सुत्नु त पर्यो होइन। अनि त्यही भएर हामीले चाहिँ यहाँ फ्यामिली रुम बुक गरेर अनि हामी चाहिँ सुत्यौँ। अनि अहिले चाहिँ उठ्यो। अनि अर्को प्रब्लम चाहिँ के भयो भने क्या, मेरो सबै मेकअप बक्सहरू उता सुर्केसमा थियो नि त। अनि त्यही भएर अहिले चाहिँ मोइस्चराइजिङ र अनि सनक्रिम मात्रै छ अब, अनि लिपस्टिक छ होइन। अनि त्यति लाएर अनि अहिले चाहिँ मेरो छोरीले हेयर बनाइदिन्छ अरे क्या मलाई। अनि त्यही भएर अनि के अरे लुगा पनि थिएन नि त स्पेरल। अनि हामीले त्यही सेम छोरीहरूको त थियो तर यिनीहरू चेन्ज गरेर अनि अहिले चाहिँ उठेर अनि ब्रस गरेर अनि चिया खायौँ। अनि अब चाहिँ हामी माथि ड्युटी फ्रीतिर यसो लुक राउन्ड गर्न जान्छौँ। सो अहिले चाहिँ मेरो छोरीले मेरो हेयर बनाइदियो। अनि बनाइदियो होइन। कपाल पनि काट्ने भनेको त्यहाँ जापानमा गएपछि काट्नु पर्ला भनेर जानु छोरी मेरो मोइस्चराइजिङ लगाइदिएँ। अनि के पनि छैन कि मलाई त्यो के भन्छ अरे लगाउने होइन। अनि कस्तो त्यो उताबाट अलिअलि मेकअप गरेर आएको थियो नि त। अनि किनभने होल नाइट अब त्यो उसमा बस्यो कति 7 hours उता लन्डनबाट यहाँसम्म आयो। अनि पछि त्यहाँबाट त अनि कस्तो त निन्द्रा लागेर है। अनि त फेरि अघि बिहान हिजो त कहाँ निन्द्राले चुर भएर अनि म त त्यत्तिकै घुप्लुक सुतेको। अनि अघि बिहान उठेर बल्ल फेस धोएको। अनि त्यही भएर अनि फेरि अब त्यही हो धन्नै मोइस्चराइजिङ छोरीले लिएको रहेछ। अनि मसँग चाहिँ यो सनक्रिम यति लास्ट यो पनि खै कसरी यहाँ ब्यागमा बसेछ है। अनि त एटलिस्ट यति भयो नि काम चलाउ भयो, फ्रेस हुने भयो नि त। निभिया क्या सफ्ट क्रिम यस्तो निद्रा नगएर फेस पनि सुन्नेको जस्तो पर्छ। डिल भेना र ठुलो छोरी गइसक्यो माथि। म र मेरो छोरी चाहिँ कान्छी चाहिँ किनभने म सुत्दै थिएँ क्या, मलाई एकदम निन्द्रा प्यारो छ। यो सनक्रिम चाहिँ मैले फर्स्ट टाइम युज गर्न लागेको किनभने मैले अर्कोवाला सनक्रिम युज गर्थेँ। अनि यो चाहिँ मेरो दिदीले रेकमेन्ड गरेको जुन भिडियोमा देख्नुहुन्छ नि तपाईँहरू, के भन्छ मेरो बहिनी भन्छ नि, त्यही हो। खास त हाफ ह्यान्डबाट गरे नि हुन्थ्यो तर म चाहिँ यस्तो गर्छु। खासै मलाई त्यो मेकअप यताबाट क्रिमहरू लाउने आइडिया त केही छैन कि। म चाहिँ एकदम झल्ली हो क्या, झल्ली पहिले है। अलिकति के भन्छ अरे कन्सिलर अनि फाउन्डेसन अनि अलिअलि प्याक पाउडर टाक गर्नु पाएको भए अलिक के भन्छ हुन्थ्यो नि त। झन्डै यो उसै के भन्छ अरे यो मलाई फेरि यो मेरो आइब्रो पातलो छ नि त। अनि त्यही भएर आइब्रो लगाउनलाई के अरे लगाउनुपर्छ कि मलाई चाहिँ। मलाई फेरि डार्क मनपर्छ है।
के भन्छ अरे धेरै कम्प्लेन गरेछ त्यसले भने मलाई ए हो त्यस्तो क्याबिन क्रुले एकदम गरे त अहिले भर्खरै डिलभेनामाथि यसो इन्क्वायरी गरेर आउनुभएको है अनि मलाई नि कति मन परेन कि खासमा उनीहरूले होइन सेफ्टीको लागि त हो कि तर कस्तो भन्नाले के एटलिस्ट हामीसँग के भन्छ हामीसँग पनि त पर्मिसन लिनुपर्छ नि त होइन हामी ह्याप्पी छ कि छैन अब कतिपय कुराहरू इमर्जेन्सी परिरहेको हुन्छ होइन अनि त्यही भएर अब कतिको हेल्थ इस्यु छ भनेर त हामीलाई पनि थाहा हुँदैन नि त अनि साह्रै त्यस्तो हेल्थ इस्यु थियो भनेदेखि त हामीले पनि त रिस्क लिन्थेन नि त किनभने एकजनाले गर्दाखेरि अरू प्यासेन्जरहरूलाई पनि असर त पर्छ अनि त्यो भएको भएर थाहा हुन्थ्यो तर हाम्रो पर्मिसन बिना उनीहरूले चाहिँ एकैचोटि लगेज निकालिदिएछ नि त त्यो चाहिँ मलाई नि मन परेन ल आज चाहिँ म अब यति मेरो मेकअप यही हो मोइस्चराइजिङ सन क्रिम अनि यो लिपस्टिक बिचरा 2 वर्ष अगाडि दिलभेनाले नेपाल जानुभएको थियो नि त अनि त्यो नेपालबाट फर्किँदाखेरि एरोप्लेनमा त्यो सपिङ एरोप्लेनमा यस्तो बेची रहेछ कि अनि त्यहाँबाट ल्याइदिनु भएको रे यस्तो राम्रो म्याकको हो के भन्छ अरे मलाई लिपस्टिक मनपर्छ नि त त्यही भएर दिलभेनाले ल्याइदिनु भएको थियो यस्तो साँची राखेको झोलामा यसरी अचातिर राखेर यसको त्यो ढक्कनी ब्रोक भएछ कि बिचरा अनि त्यही भएर अस्ति लिपस्टिकले गर्दाखेरि अलिकति उज्यालो भयो होइन सो त्यही हो अनि अब चाहिँ म लगभग रेडी भएँ अब यो चाहिँ नलाउनु पर्ला होइन यस्तो नत्र भएदेखि फेरि 10 आवर्स ट्राभल गर्नुपर्छ नि त सो मेरो इयरिङ्स चाहिँ यो हो चाहिँ उताबाट आएर अनि कस्तो निद्रा लागेको थियो नि त उता के एरोप्लेनमा अनि हामी त अर्को फ्लाइटमा चढिसकेको थियो नि त अनि मैले चाहिँ भिडियो एन्ड गरेर अनि पहिलाको भिडियोमा देख्न सक्नुहुन्छ भिडियो एन्ड गरेर अनि अब चाहिँ म मजाले सुत्छु भनेर गरेको कि अनि भरे त त्यो भिडियो एन्ड गरेर सुत्छु भनेर गरेको त झन् पछि त त्यत्रो काण्ड भएको क्या के थाहा त्यस्तो होला भनेर है त्यही हो अनि चाहिँ मेरो इयरिङ सँग म्याच गरेको के ड्रेस सो गाइस लागौँ ल सो म चाहिँ रेडी त के ड्रेस त वहीँ इङ्ल्यान्डबाट लगाएर आएको ड्रेस हो है अनि जस्ट अहिले चाहिँ अलिअलि हल्का त्यही सनक्रिम छिटो हुन्छ बाहिरको नजारा यस्तो छ बस्ने ठाउँ त दामी रहेछ अनि अब बिहान त कस्तो घाम लाग्थ्यो त अहिले त कस्तो भएको त्यहाँ अर्को प्लेन उड्न लाग्यो रहेछ हजुर कस्तो ढिलो सो अहिले चाहिँ हामी खाना खान जान लागेको त्यही हो ठुलो छोरी त के अरे ड्याडी गयो कि उता अनि कान्छी र म चाहिँ यहाँ लेख्नु आएको ल हामी यहीँ अड्क्यो भने के गर्छ हामी चाहिँ माथि आए कताबाट आउँछ यताबाट ए यताबाट ओ बन्द यता भेटी छोरीहरू कतापट्टि जाने मर्निङमा भएर होला है कस्तो खाली है भिक्टोरिया सिक्रेट हेलो गर्ल्स से हाई यहाँ दुबईमा ऊ अल्लाह भन्न थालिसक्यो हामी पनि अल्लाह भनेर उठिसक्यो के भएर अल्लाह भन्नु पनि हुँदैन पूजा गरेको के हुन्छ र कसले रहन्छ क्या कसले रहेछ भिडियो लाने अहिले वेलकम लेटर खै त फुडको कहाँ छ त के भन्छ नेपाली दिदी पो हुनुहुँदो रहेछ सबको उसमा काउन्टरमा कस्तो राम्रो
कस्तो सुनसान छ है अहिले पछि त राउ 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 हुन्छ किनभने अरू त्यो ट्रान्जिट भइरहेको हेलो हामी चाहिँ त्यहाँ के भन्छ अरे यसो आएको त नेपाली दिदीहरू रहेछ अनि बोलेको अनि ढिलो भयो भन्दै दिदीबहिनीलाई हामीलाई लखट्दै लिएर आएको अनि भरे त 15 मिनट त फेरि त्यही दिदीहरूसँग बोलेर टाइम वेस्ट गर्नु पर्यो एउटा मान्छे बोल्ने मान्छे पायो भने दिदीबहिनीलाई केही चाहिँदैन सबै भुलि जान्छ क्या ल हामी चाहिँ अब खानेकुराहरू त माथि माथि पनि थियो तर हामी चाहिँ के गर्नु एसियन पऱ्यो है खानेकुराको त्यस्तै खोज्ने यो जिब्रोले अनि त्यही माथि फेरि त्यो के भन्छ अरे जेट ल्याग भएको भएर त्यो के भन्छ अरे टेस्ट पनि के कस्तो त्यो अलिकति खट्टो पिरो खानु मन लागेको छ अनि त्यही भएर हामी चाहिँ अलिकति इन्डियन खानेकुराहरू खोज्दैछौँ है यति फरक त नदेखेको रहेछ मेरो फेस त्यो जस्ट मोइस्चराइजिङ र सन क्रिम मात्रै लाउँदाखेरि पनि हुन त खासै मेकअप गरे पनि नगरे पनि मेरो फेस त्यति फरकै देख्दैन पनि सो टेस्ट अफ इन्डिया फाइनली आयो रे ड्रिङ्क्स मोमो बोडी यो त बासी होला नि नानी यो त उस टेस्टको लागि राखेको होला नि के भन्छ यस्तो यस्तो पाइन्छ भनेर एकै बिहान हुन्छ त ओके हामी यहीँ खाउँ न त ऊ भित्र पाकेको छ नाइ सो हामी चाहिँ अब यहीँ खाने डिसाइड गर्यो सो मैले चाहिँ यो चुज गरेँ होइन अनि मोमो चाहिँ 30 मिनट लाग्छ अरे त्यही भएर हामीसँग टाइम छैन किनभने हामीले त्यो उता रुम 1 घन्टामा हाम्रो सामान चेकआउट गर्नुपर्छ लेमोनेड स्क्विज डेली विथ फ्रेस इन्ग्रिडियन्ट्स थ्याङ्क यू मेरो छोरीले सुषमा मी भन्दैछ मेरो कान्छीको के अरे बटर के अरे चिकन मसला आइपुग्यो कताबाट चिकन मसला खानु मन लाग्यो तिमीलाई फेरि ओके गुड लक अलिकति हाल न त्यो उसमा कान्छीको त छिट्टै आयो त Cheers. First bite. Yummy? Good. This tastes like Dofu King. Okay, this is chow mein and this is orange chicken. It's been a खुलाइदे न जस्तै Oh my god. यो फेरि हामी बाबा तपाईले अर्को अर्डर गर्नु भएन नि हाम्रो चाहिँ तन्दुरी चिकन पराठा चिकन है यति त सक्यो ल के भन्छ अरे चिकन टिक्का मसला खाएको छोरीहरूले चाहिँ एकदम मन पर्यो अरे अनि मम्मीले बना जस्तै लाग्यो भन्नाले बटर के अरे टिक्का मसला मैले बनाएको त छैन तर त्यो टेस्ट हुन्छ नि एउटा के भन्छ स्मेलहरू टेस्टहरू चाहिँ घरको खाना जस्तो लाग्यो अरे होममेड भाइ सब भाइ मिठो रहेछ त मैले खाएको मोस्ट अफ देम यो मिन्ट रहेछ चाँडीले त फ्रेस हुन्छ यो कतिखेर खाने त सानो I don't want it, they just give it extra. यो Spicy. पिरो छ होला कि Yeah. That's probably soy sauce and that's chili. चलो Yeah. यो चिकन ट्राई गर्छ एलिसा खाली ल No. No, thank you. Oh my god.
Is it? Want try? सो हामी चाहिँ Actually, you would not like. खानामा सेटिस्फाइड भयो How about yours? है How about your food? सबै सकायो Oh, tikka masala. सेटिस्फाइड भयो नि दिदी भएन Not too bad. फाइनली मन आनन्द भइरहेको छ त्यही हो यो चाहिँ हामीसँग कति आवर बाँकी छ अब हामी हाम्रो फ्लाइट नेक्स्ट फ्लाइट 7 आवर्स बाँकी सबैजना सेटिस्फाइड भयो एजु ह्याप्पी नाउ सो अब चाहिँ हामी छिटो उता के अरे रुममा गएर अनि हाम्रो चाहिँ के भन्छ अरे ह्यान्ड लगेज 8 बजीबाट बेलुकीको 8 बजीसम्ममा हामी पुग्थ्यो नि त 12 आवर्स त्यही भएर चाहिँ अब चाहिँ बेलुकीको 8 बज्न लाग्यो सो हामी चाहिँ त्यहाँबाट हाम्रो लगेज निकालेर अनि पछि हामी फेरि अर्को लाउन्जमा जानु सिफ्ट हुन्छौँ है त गाइज हामी चाहिँ अहिले रुममा जाँदैछौँ हाम्रो ब्याग बाहिर निकाल्नको लागि हामीसँग चाहिँ ओन्ली 15 मिनट छ अब रुमबाट निक्लिन गाइज Go. Go. Press. One? Yeah. Kidding? Older than you? एलिसाले काम पाएछ त एलिसाले काम पाएछ त Are you sure, Daddy? Ora? यहाँ देखाउने रहेछ त फ्लाइट अब चाहिँ सुतौँ है हेलो अब चाहिँ हामी एकछिन सुत्छौँ किनभने अब 4 आवर्स बाँकी छ अनि यहाँ छ प्लेट नि के हो I'm gonna get this for you, okay? This is for you. तिमीले नि ओ यसो सब्जी हो राइस You want rice? पास्ता पनि छ Har pelan makan no? Har pelan makan no? अब यति खाएर एरोप्लेनमा चढ्न सिक्ने खायो है वाओ यति खाएको त भइहाल्यो त एलिसाको नाइस खाऊ प्लेनमा खाना पाउँछ कि पाउँदैन खाऊ भन्नु होइन प्लेनको खानेकुरा कस्तो हुन्छ कस्तो भनेर के अनि यो त दामी छ नि त अनि बिरयानी है खाना खाएर अनि अब लाउन्जबाट हामी बाहिर निस्केको अब चाहिँ हाम्रो जापानको लागि गेट ओपन हुन्छ अनि हामी चाहिँ अनि गेट ओपन भएपछि अनि हामी चाहिँ लाग्छौँ आशा छ आज त राम्रोसँग जापानको लागि फ्लाइ हुन्छ भन्ने आशा गरेको छु अहिले छोरी पनि ठिकै छ अस्ति हिजो अलिक गिल्टी फिल पनि गरेको सिकनेस भएर झन् फ्लाइट क्यान्सल भयो भनेर तर केही छैन सो किप वाचिङ गाइस आज चाहिँ अब मजाले भिडियो अफ गरेर अनि मजाले सुत्छु 10 आवर्स भनेर सोचेको छु लेट्स सी के हुन्छ फाइनली हाम्रो गेट ओपन भयो अब चाहिँ हामी लाग्छौँ कस्तो निन्द्राले चुर गर्छ लाग्नु मैले यो गर्नु त
हाम्रो चाहिँ फाइनली बोर्डिङ भयो अब हामी चाहिँ प्लेनमा लाग्छ 67E, okay? 67EG. यो रहेछ हामी त अगाडि परिसक्यो खुल्ला स्पेस भएर ठिकै भयो नत्र त अगाडि सिट हुँदाखेरि क्या कस्तो कुचुक्क हुन्थ्यो नि त के पायो I can't open it. You are still child. यो सक्छ के छ त्यहाँभित्र Sleeping mask. What's that? Toothbrush. And then toothpaste. And then Sticker? no, it's like a bookmark. हाम्रो ब्लू हाम्रो चाहिँ ब्लू दिलभन्दा र यसको चाहिँ ब्राउन सेम थिङ Yeah. Oh, yeah. No, they didn't do that. Please let us know. Cabin crew will be shortly distributing arrival cards, which must be fully completed before we land in Tokyo Narita. We would like on flight, and if there's anything we can do for you, ladies and gentlemen, today, please let us know. Thank you. Combo, no importa.